रौतहट जिल्लाको परोहा नगरपालिका वडा नम्बर 9 रम्पुरवामा दुईवटा समुदाय बीच झडप भएको छ। सरस्वती माताको मूर्ति विसर्जन गर्ने जाने क्रममा हिन्दू समुदायका मूर्ति विसर्जन यात्रामा सहभागी रहेका व्यक्तिहरूमाथि मुस्लिम समुदायका केही व्यक्तिले ढुङ्गा प्रहार गरेपछि झडप सुरु भएको जनाइएको छ। प्रत्यक्षदर्शीहरूले बताए अनुसार सुरुमा स्थानीय मुस्लिम समुदायका व्यक्तिहरू नै मस्जिदबाट ढुङ्गा मुडा सुरु गरेका थिए। मुस्लिम समुदायका मस्जिदबाट मूर्ति यात्रामा सहभागी भएकाहरूमाथि ढुङ्गा प्रहार भएपछि यात्रामा सहभागी भएका व्यक्तिहरूले पनि मस्जिद माथिबाट ढुङ्गा प्रहार गर्ने व्यक्तिहरूमाथि ढुङ्गा प्रहार गर्दा दुवै पक्षबीच झडप सुरु भएको बुझिएको छ। झडप भएको स्थानमा अवस्थालाई नियन्त्रणमा लिनका लागि प्रहरीद्वारा आँसु ग्यास समेत प्रहार गरिएको स्रोतले जनाएको छ। तत्कालका लागि अवस्थाबारे थप घटनाक्रम बुझ्ने कार्य भइरहेको समाचार स्रोतले जानकारी दिएको छ।